डिस्प्लेसमेन्टको फर्स्ट डेरिभेटिभ भेलोसिटी हो। भेलोसिटीको डेरिभेटिभ भनेको के हुन्छ? एक्सिलरेसन हुन्छ। भनेपछि अब यसको एक्सिलरेसन निकाल्नलाई के गर्नु पर्यो त? भेलोसिटीको अघि हामीले के निकालेको थियो? हाम्रो भेलोसिटी भनेको चाहिँ v = r ओमेगा cos ओमेगा t आएको थियो। अब यसको फेरि डेरिभेटिभ गरिदिने, डिफरेन्सिएटिङ विथ रिस्पेक्ट टु के को आधारमा गर्नु पर्यो? टाइमको आधारमा डेरिभेटिभ लाउँदा dv/dt = r ओमेगा cos ओमेगा t हुन्छ। यो भेलोसिटीको डेरिभेटिभ भनेको के हो? एक्सेलरेसन हो। सरी, यतापट्टि dt लेख्न छुटेछ है त। ल, यो भयो। अब त्यो r पनि बाहिर निस्कियो, ओमेगा पनि बाहिर निस्कियो, बच्यो हामीसँग के त भन्दा cos ओमेगा t बच्यो। अब यसलाई तलपट्टि dt छँदैछ, यसको डेरिभेटिभ लगाउन cos सँग जे छ एंगल तल हुनुपर्छ, अनि मात्र लाउन मिल्छ, नभए मिल्दैन। r ओमेगा एज इट इज d cos ओमेगा t चेन रुल भन्छौँ नि हामीले म्याथमा, त्यही त हो नि। यसको तलपट्टि ओमेगा t हुनु पर्यो, यहाँ मात्र ओमेगा t भएर भएन, यता पनि ओमेगा t हुनुपर्छ, तलपट्टि dt छँदैछ। भनेपछि cos को डेरिभेटिभ के हुन्छ? cos को डेरिभेटिभ भनेको माइनस साइन हो। भनेपछि साइन ओमेगा t लेख्न मिल्यो, यसलाई माइनस साइन ओमेगा t। ओमेगा t को डेरिभेटिभ के हो त? ओमेगा मात्र हो, t को डेरिभेटिभ त t को dt/dt त 1 भइहाल्यो त्यो। भनेपछि यहाँ के आयो हामीसँग भन्दाखेरि a = माइनसमा r ओमेगा स्क्वायर अनि साइन ओमेगा t आयो है त। r साइन ओमेगा t भनेको के हो? y हो। हामीले अघि भर्खर निकालेको छ डिस्प्लेसमेन्टको इक्वेसन अनुसार। भनेपछि यसलाई मैले के लेख्न मिल्यो? ओमेगा स्क्वायर y लेख्न मिल्यो। r साइन ओमेगा t भनेको y हो। भनेपछि एक्सिलरेसनको इक्वेसन के रहेछ त? a = माइनस ओमेगा स्क्वायर y भन्ने रहेछ है त। अब एक्सिलरेसन किन नेगेटिभ भयो? एक्सिलरेसन किन नेगेटिभ आयो त भन्दाखेरि अपोजिट एक्ट गरिराखेको हुन्छ, डिस्प्लेसमेन्टको अपोजिटमा एक्ट गरिराखेको हुन्छ हैन।